हामी अब हाम्रो अब लेखापढी हुने कोही छैन, एउटा दुईवटा छोराहरू लेखापढी भएको पनि यही घरकै समस्याले गर्दाखेरि 2-3 क्लास 4-5 क्लास पढ्यो भने काठमाडौँ दगुरे आफ्नो खेतीको अब 3 महिना खायो भने 3 महिना सकाल हुन्छ, 6 महिना खायो भने 6 महिना अनिकाल हुन्छ। 9मा पनि गइयो 9 नम्बरको ग्रुपमा त्यहाँ पनि हेरियो, तरकारी खेती लगाएको यसरी लाउनु पर्दो रहेछ, मल यसरी बनाउनु पर्दो रहेछ, यसरी त्यो गोठ बनाउनु पर्दो रहेछ भनेर त्यो सबै बुझ्यो क्या। भलिन्टियर साथीहरूबाट चाहिँ युवाहरूलाई सक्रिय गराउनको लागि उहाँहरूबाट अब समुदायमा आएर अब उहाँहरूले एउटा अब शिक्षामा पनि उहाँहरूले सहयोग गरिरहनु भएको छ। अरू अब सबै अब विदेश गए पनि आफ्नै ठाउँमा गए पनि अब म चाहिँ अब आफ्नै ठाउँमा छु र मलाई चाहिँ के लाग्छ भने अब अन्य समुदाय जस्तै म आफू बसेको समुदाय पनि अरू सरह बनाउन सक्छु कि भन्ने एउटा आँटले मैले यस क्लबको नेतृत्व गर्न खोजेको। कहिले हामी खोलामा रोरा ढुङ्गा कुद्न जान्थ्यौँ र अहिले हामी जान्न अब पानीको सिँचाइ आयो यहीँ काम गरे। हाम्रो गाउँमा पहिला यो सिँचाइहरू थिएन, अहिले पानी आएर सिँचाइहरू सबै भएको छ अनि सबैतिर हरियाली छ। अनि गाउँहरू पहिला फोहोर थियो, टोयलेट नभएर अहिले घर आँगनमा टोयलेट गोबर ग्यास भएर अहिले उति बाटोमा चाहिँ फोहोर छैन।